दर्शकहरू नमस्कार। मैले आज हजुरहरूलाई के बताउन गइरहेको छु भने यो वर्तमान स्थितिमा वर्तमान विगतकै केही राजनीतिक विषयमा मैले बोल्न गइरहेको छु। यो हेर्नुहोस् त हाम्रो देशका नेताहरूको आफूले जित्न आरोप लगाउने पनि एउटा सीमा हुन्छ नि। आफूले जित्न नसकेपछि आरोप पनि दे मन अरू बान लागेर सेनाको हात छ अरे राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनु। आफ्नो नाचन नजाने अग नवै टेढा भन्ने के उखान छ हिन्दीमा। आफ्नो शासन गर्ने ढङ्ग हुँदैन। सत्ताको मा गएपछि चुनाव जितेर गएपछि सत्तामा पुगेपछि जसो मन लाग्यो त्यसै गरे। त दुनियाँभरका सोसल मिडिया बन्द गर्न कसले भनेको थियो? त्यसैको परिणाम होइन जेनजी रातारात 2 दिनमा सत्ता परिवर्तन। एउटा अलिकति दायाँ बायाँ विचार नगरिकन आफू सत्तामा छु भन्दैमा जे जसो गरे पनि पाइन्छ। आफ्नो ऐना हेर्नु छैन। अनि त्यहाँबाट आफूले हारेपछि विदेशी शक्तिको चलखेल छ अरे ऊ अरे सेनाको हात छ अरे। अब सारा जनताले घेरेर राजीनामा दे भन्दा नमानेर केही गरे पनि नमानेपछि होइन यिनीहरूका घर घेर्न गएको आन्दोलन गरेको। अनि एकचोटि आन्दोलन गरेर सत्ता पलट खाइसकेको फेरि त्यसलाई ती सत्ताधारीहरूलाई जनताले मत दिन्छन्। अरू देशमा त भाग्न पर्छ धन्न यहाँ बस्न दिएका छन्। हस्त धन्यवाद। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला।